मुरलीले मोहनीलाई कपुरेको ल्यानी 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 मुरलीले मोहनीलाई जय भगवान कपुरेको ल्यानी मुरलीले कपुरेको ल्यानी मुरलीले मोहनीलाई 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 हरे जब भगवान श्री कृष्णले पुण्यकोटमा बसेर मुरली बजाउन थाल्नुभयो देवता आसपासमा घाँस काटिरहेका गौमाताको सेवा गरिरहेका ग्वालाहरू त्यसैगरी भगवान सदाशिव भूमेश्वर महादेव पनि दम गरेर भन्नुभयो हे कृष्ण हे मेरो प्रभु तपाईले क्या गर्न यो बाँसुरी बजाउनुहुन्छ यो मुरली बजाउनुहुन्छ मलाई पनि बताउनुहोस् भन्दा भगवान श्री कृष्णजी भन्नुहुन्छ हरे राम हरे के का हुन्छ मुरली त के को हुन्छ मुरली त के को हुन्छ ठेडी के को हुन्छ मुरली त के को हुन्छ ठेडी गोपी बाँसको मुरली त हरे भकिमलाको ठेडी बजाऊ कृष्ण मुरली पाउन फेरि फेरि 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 बजाऊ कृष्ण मुरली पावन फेरि फेरि बजाऊ कृष्ण मुरली पावन फेरि फेरि बजाऊ कृष्ण मुरली पावन फेरि फेरि बजाऊ कृष्ण मुरली हे भगवान पावन फेरि फेरि बजाऊ कृष्ण मुरली 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 मुरली हरे जय बोलो बिहारी लाल वंशीधर भगवान श्री कृष्ण को त्यसै मुरलीको स्वर सुनी सुनी यस पुण्यकोटमा भूमेश्वर भगवान आनन्दसँग विराजित हुनुभएको छ हरे राम हरे वल्लो गोठको माली गाईलाई वल्लो गोठको माली गाईलाई घाँस हाल्दा हाल्दै वल्लो गोठको माली गाईलाई के त पारी कास्की गोठतिरका वालाहरू के घाँस हाल्दा हाल्दै पल्लो गोठको तारी गाईलाई कठैभर घाँस हाल्न नपाउँदै मुरलीले